छोराछोरी पायो हुर्कायो बढायो जागिर खायो घर बनायो। छोराछोरी पायो हुर्कायो बढायो जागिर खायो घर बनायो। त्यही घरमा नि बस्न आखिर डर बनायो भने जस्तो चाहिँ नगरौँ। बुवा मम्मी भनेको चाहिँ हाम्रो जन्मदाताहरू हुनुहुन्छ, त्यो सबैलाई थाहा छ। फेरि आज के अरे आमाको मुख हेर्ने दिन पनि हो, त्यही भएर एउटा सानो शब्द मैले प्रस्तुत गरेँ। आज सबैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो आमालाई चाहिँ भनौँ न वैवाहिक जीवनमा बाँधे पनि आफ्नो घरमा आएर चाहिँ मिठो मसिनो खाँदै राम्रो राम्रो रमाइलो कुराकानीहरू अवश्य पनि तपाईँहरूले पनि गर्नुभयो होला। हामीले पनि त्यो गऱ्यौँ। अनि त्यही हो साथीहरू, यसो खेततिर निक्लेको थिएँ म चाहिँ अहिले एकछिन, अनि यसो भिडियो बनाऊँ भनेको। पुरा पानी पर्न लागिसक्यो हाम्रो एरियातिर चाहिँ। केही बेर अगाडि पनि अलिकति पानी परिसकेको थियो, अब फेरि पुरै चाहिँ गराङगुडुङ गर्दैछ। आकाशभरि पुरै बादल पनि छ। अब गर्मी बढेको पनि केही समय भइसकेको थियो नि त, सायद त्यही कारणले गर्दा आज चाहिँ अलि पानी पर्ने सम्भावना छ। अलिकति शीतल प्रदान पनि भएको छ। अब त्यही हो। अब आज चाहिँ आमाको मुख हेर्ने दिन हजुरहरूले एकदम हर्षोल्लासको साथ मनाउनु भयो होला। त्यही हो साथीहरू। अब अरू धेरै त के छ र, पानी पनि पर्न लाग्यो। अब चाहिँ फटाफट घरतिर जानुपर्ने भएर अहिलेको चाहिँ यो छोटो मिठो भिडियोलाई यहीँ टुङ्ग्याउँछु है साथीहरू। बाई बाई।